हेलो नमस्ते पीसीआरएम अफिसियल युट्युब च्यानलको यो नयाँ भ्लगमा स्वागत छ। भ्लगमा आउने रेपीले यता स्वागत नगर्न नपाउँदै। ल तपाईहरुलाई स्वागत छ है। आज चाहिँ हामी 5 जना भएर खोलातिर माछा मार्न जाँदै छौं हैन। अब यो निकै लामो समयपछि हामी माछा मार्न जाँदै छौं। मलाई आशा छ निकै रमाइलो हुनेवाला छ है। तपाईहरुलाई पनि एकदम भरपुर मनोरञ्जन दिने उद्देश्यका साथ यो भ्लग चाहिँ सुरु गरेका छौं। तपाईहरु सबैले हेर्नु होला र सँगै माछा मारौला हैन। कत्रा बाम पर्छन्, कत्रा माछा पर्छन् हैन, कत्रा असला पर्छन्। हामीसँग जाल छ, पटला छ, अनि नरेश हुनुहुन्छ, अमृता बहिनी हुनुहुन्छ, अन्जु अनि विवेक अनि म स्वयं पीसीआरएम अफिसियलको मालिक तपाईहरुमा उपस्थित भएको छु र जाँदै छौं। भर्खर घरबाट हिँड्यौ हैन। अब 15-20 मिनेटपछि हामी तल पुग्छौं। त्यसपछि खोलामा धमाका मचाउने हो गाइज है त। त्यसपछि तपाईहरुलाई भेट्ने छौं। भिडियो हामी चाहिँ ग्राउन्डमा आइपुग्यौ है। यो हो ग्राउन्ड, यो है यस्सीको ग्राउन्ड, यो हो मगर संग्रहालय। म एकछिन छुस्स यताबाट जान्छु। ल चाहिँ खोला यो हैन, सुकेर चामचुम्ब भयो तर पनि माछा मार्न हामी आछौं है। पुरै यो पुल पुल देखिन्छ यहाँ खै यहाँ र पुल यो पुलबाट खेल्ने हो हैन। यार मेरो मोबाइल खतरा छ यार विवेक यार। ल यताबाट माथितिर जाने है। ल है साथीहरु, हामी चाहिँ यो गोठमा आइपुग्यौं हैन। अनि हामी जाने हो यता। यो चाहिँ माइली आमाको अन्जुको खेत हो। अन्जुको खेत हो यिनको हैन। यो देखेको भरि हैन, अलिकति उता पर छ। यहाँ छापा राख्नु भएको रहेछ माथि। ल अब चाहिँ हामी ब्याग स्याग यहीँ राख्छौँ। त्यसपछि फेरि भिडियो गर्छौँ है साथीहरु। ल हामी चाहिँ अब लाग्यो खोलातिर है। जलेरिया माछा कति मर्छ न अब हेरौँ। म जेठो जलेरिया, क्यामेराम्यान दोस्रो जलेरिया हैन, म जेठो। सरी अन्जुले चाहिँ आफ्नो बुहारी अमृता बहिनीलाई मेरा सम्पत्ति यति छन् हाम्रा भनेर देखाइरहन्। यो चाहिँ मिल है, एकमात्र यो तोरी पेल्ने मिल, तेल पेल्ने मिल। खै कहाँ छ तिम्रो केटा? ए भिडियो छ भइरह है, मुख सम्हालेर बोल्नु होला। ल हामी चाहिँ अन्जुको खेतबाट टक्क मुनतिर झर्छौँ। त्यसपछि माछा च्याप च्याप समय माथि खिचेर बाना क्या अन्जु। ल अन्जुको ठ्याक्कै यो केरा त मा कसम यार कसले खाएर सक्ने है। ल अब हामी चाहिँ खोलामा छिर्दैछौँ है त। ल हामी चाहिँ अब माछा मार्न गयौँ होइन। माछा राख्ने भालो जुवाट राम्रो छ।
यहाँ पनि खाने यहाँ ए माछा यो मान्छे माछा रोइचे गर्छ साथीहरु गङ गएको हामीले कतिर मारेको इन्स्टाग्राम गरेर आउँदा फाल्दिन्छ घ्याउ त समातेर पोत्र मासु ल्याउनु त मैले पनि हेरे थिएँ दुईटा बुदा मागेको बोदान आर्थिक बोदान माछा साथीहरु देखाउनु मोटी गोटा हान्ने पातालमा लखा बनाउँछ Alan. Alan. Oh, यार तो माछा भ्यागु त साथीहरु यहाँ अझै एउटा छ यहाँ एउटा यो जाल खेल्ने मान्छे दुईटा गथे नि हो दुईटाले गर्दाखेरि यहाँ ढुङ्गामा बस्ने यहाँ गर्नु त यता आरे त गोदाम रोइछ कुन देखि यता आरो फेरि यता आइछ नि यता घुमेर फेरि पल्केको बिरालो म्याउ म्याउ भयो ए जालो कत्रो ठुलो ह भयो त्यताले यहाँ पसेर छ कि मैले जाल खेल्दाखेरि नि यसो त पले छैन त कहाँ त्यसको त पले हजुर भिडियो बनाएर मोबाइल झोलामा हाल्दै झोला हालिदिनु अब भिडियो गराउँदै आउँछ यिनीहरूले ढुङ्गा दिने फेरि सानसानो नै यिनीहरू फेरि आत्तेर ढुङ्गा बस्ने एउटा कमाइ छ ए भोटी मारि निले साथीहरु अब मैले भोटी भोटी साथीहरु भोटी भोटी ए पुच्क्यो साथीहरु एउटा हामीले भोटी मारेका छन् लाग्दैछ ए मोरे हेलो एभ्रिवान अब के गर्ने हजुर अब हामी यहाँ आएको ठ्याक्कै 1.5 घण्टापछि बल्ल यिनीहरू चाहिँ आएको छन् हैन मैले चाहिँ यहाँ यसरी आगो सागो बाल्दिएर मेरा सालासालीहरू बहिनीहरू काठे भनेर यसरी आगो बाल्दिएर टक्क हैन बसेको अब यिनीहरू बल्ल आए म निद लाएर म झन्नै सुते म कसम अघि अब माछा लाग्दै लाग्न त यार ल्याउ त यो को यो ल्याउ त पिरिङ छिटो छ त मेरो मुख हात आज म त्यो भलक यो भलकमा को बोल्यो र ए म कुरुम 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 गरेको आवाज आउँछ झोल पानी हुन्छ के
साथीहरु एक बिरुवा मार्दा गङ्गट है यो इन्डु अझै गर नि गङ्गट खान्छु ल कसैले ढुङ्गाउ गर्ने यहाँ आउला र अलिक छिटो आउला र न विवेक जाल खेल्ला मैले ढुङ्गा उल्लन्छु भनेर पर्ख्या पर्खे अर्ग्यान दुर्ने हो नाला बनाला त्यस्तै एकछिन गर उहाँलाई चाहिँ खाइबर अलि दुगुराउनु गराउँछ कुकुर बुटको भात राख कि बुटको राख नि त तरकारी खान्छ कति उ त्यो प्लास्टिक छ है त्यहाँ बुटको छ नि उता यहाँ बियो बिबेक दाइको अगो केमा खाने हामीले यसमा खाने हो खाए त्यहाँ बोटुको खाली गर्दै एउटा डल्चीमा खाने एउटाले उसमा खाने एउटा लेसमा खाने एउटा लेसमा खाने भयो त राई थाउ वानाको सब्जी तिम्रो पेदेको अचार पनि छ यसै हेर्दा मिक्स ढोका नराखाऊ कसैले कसको अचार तरकारी ढोका नराख्नु एउटा गरेर डोल है एउटा दाले सारा खाना त्यो डोललाई भात राख्नु चढ एक्लै चढाउनु र नन जिउ खानु चुस्सु के आज कता नगर्छ नि माल कम पर्छ को त्यति मम्मीले ल्याए भने त कम पर्ने लिएर हुनुहुन्छ त हामीले हराएको बाटा ए दाजु आउनु ल हामी चाहिँ अब लाग्यो है लाग्यो है त्यो माछा नमारिकन गाइछ माछा मरेछ त त्यत्रो म देखाछु भिडियोमा अब बिस्तारै हामी जान्छौँ उकालो यहाँको नाम चिम्पो हो त्यो गाडीमा जानु पनि हुन्थ्यो यार गयो गाडी त यार त्यस्तै छ है बाइक लिएर आएर जाऊ दुई पाङ बाइक खै अन्जु खै त अन्जु त्यही अन्जु पछाडि अन्स ल अब बिस्तारै उकालो जान्छौँ है गाइछ बिस्तारै ल हामी चाहिँ तल त्यो जहाँ बसेर खाएको थियौँ होइन त्यहाँदेखि माथि आयौँ बाटोमा अब उकालो चढ्न गाह्रो छ हजुर नमस्कार के छ हजुर झर्नालाई 15 मिनेट हजुर हेलो उकालो निस्किनलाई 1 घण्टा 2 घण्टा भन्नु नमस्कार म विवेक आले यही आउने माघको 1 गते मेरो बिहा छ होइन के हो? म बुटोल महोत्सवमा म आउँदैछु सबजना आउनु होला हेर न मान्छे हेर्न मौसम हेर्न नभए गाएर सुनिदिनु सुरु गर्नु तेरो छोरो त्यहाँ हामी यहाँ पिकनिक खान आएको बेला 1 कलसा 3 कलसा 4 कलसा बढ्दै उहाँ बास गरी यहाँ कस्तो पठौरी हजुर बस्दिनु लाइट बाल्नु छोड्छन् कि भुटेर नआउँछन् राहु त्यहाँलाई गएर छोड्नु ल एक लट माछा निकाल्दा फेरि छोड्छ फेरि खेती तिमीलाई छोडी त्यहाँ मान्छे बस्न नलाग्यो त्यही भएर त लाइट बाल्यो फेरि अब अर्को सिजन लाउने हो नि माछा ल अब आऊ यहाँ म कुरा सोध्छु तिमीलाई ल आऊ अगाडि हिँड क्या अगाडि ए हैन यो माछा मार्दै आउन तपाईँ आजको दिनलाई सरसर्ती छोटो मिठोमा सारांश भन कस्तो भयो आजको दिन एकदम रमाइलो बब्बल फ्यान्टास्टिक माछा कति मरे माछा यति छन् गौँडा धेरै छन् कि माछा धेरै छन् गङ्गट त पोलेर खाइहाल्यौँ अब माछा छन् माछा गएर अब चट्ट भुटेर 3 पानी खान्छ कि नै 3 पानी खान्न 4-5 पानी चाहिँ खाइन्छ ए लाउसा कुरो बुझ्न साथीहरू 4-5 पानी खानुहुन्छ 3 पानी खानुहुन्न ल ती हेर्ने साथीहरूलाई चाहिँ के भन्छौ ल भन ल ती हेर्ने साथीहरूलाई अब सुरुदेखि लास्टसम्म यो भिडियो हेरेर कस्तो लाग्यो राम्रो लागे लाइक कमेन्ट सेयर गरिदिनु होला प्रतिक्रिया दिनु होला आफ्नो प्रतिक्रिया के छ त्यो दिनु होला यो भ्लगमा चाहिँ सबभन्दा धेरै म बोली
माछा मार्दाखेरि त्यस्तै मेरो साथमा अर्को मित्र हुनुहुन्छ अब विशेष त आजको यो कार्यक्रमको मुख्य योजनाकार चाहिँ हाम्रो सन्तोष सेन ठकुरी ए होइन के अरे तिम्रो नाम नरेश बहादुर के हो तिम्रो बहादुर आले नरेश आलेको हो होइन समग्रमा आजको दिन चाहिँ कस्तो भयो हजुरलाई कस्तो लाग्यो के खुसी माछै माछा कहिले माछा ठ्याक्कै भन तिमीले कतिवटा माछा मार्यो ल एक्ज्याक्टली मारे हामीलाई 8-9 वटा मारे हामीलाई 8-9वटा माछा मार्यो ल अनि हेर्ने ती श्रोताहरू दर्शकहरूलाई के भन्न चाहन्छु माछा मार्नु होला माछा मार्नु होला हरि पर माछा मार्नु होला रे गरेर कमेन्ट राखिदिनु जुम गरेर जाँदा होइन माछा मार्ने त्यस्तै गरी अर्को एकजना मित्रलाई म यहाँ लिन चाहन्छु आउन यता म आउँदिन ल आउँदिन आज यो फेरि गाउँभरि जुली रहेछ यिनले जे समाछन् त्यहीले माछा मारेको निले चाहिँ होइन म पटेलाले मारेको कति मार्यो त मस्तै तपाईँहरूले अन्त सबभन्दा मार्ने मान्छे माछा भन्दा धेरै गौडा मारेछौ ल हेरौँ त तपाईँहरूको हाम्रो कति धेरै छ होइन हेऱ्यौँ धेरै छन् तर गौडा धेरै रहेछन् के गाउँबाट तपाईँहरूले खान्छ भनेर खपाटे जस्तो मान्छेहरूले अनि के भन्न चाहन्छौ जसले हामीलाई हेर्दै हुनुहुन्छ के भन्ने माछा मार्ने भए खाकेपछि खोलामा आउनु होला माछा पाइन्छन् त्यही हो कसरी धेरै पुसमा जाड भएर कसरी मार्ने के मार्ने सिकाउन परे मलाई सम्पर्क गर्नु होला भन ल मार्न सिक्ने भए आउनु होला पटला मार्नेलाई चाहिँ गुड आइडिया थाहा छ यिनलाई होइन ढुङ्गा हल्लाउने भिनाजुलाई विवेकलाई जाल हान्न सन्तोषलाई कुरा गर्न अमृतालाई हेर कमेटी गर्न बहिनीले भन्नुहुन्छ अब अमृताले भन्नु न अमृताले नानी हो यसरी बहिनीले भन्नुहुन्न रे उमरबाट मोटरबाट जानु के अरे अन्तर के भन्ला चल भन्दाको अमृताले कहिले चल भन्दा कहिले सुस्तो चल भन्दा झन् त्यहाँ कृतिन कहाँ आउने माछाले पत्तायो तर बहिनीले पत्ताउनु भएन माछा नखाने मान्छे फेरि माछा मार्न आएका हो र बहिनी खानुहुन्न ए हो साँच्चै कुन माछा मनपर्छ भनेर कमेन्ट गर्ने कसलाई मनपर्छ भन त ल बिबेले के भन्दैछ नि के अरे तपाईँहरूलाई माछा कसलाई मनपर्छ कसलाई मन पर्दैन कमेन्टमा बताउनु होला त्यही हो कुन माछा राम्रो हुन्छ खानाको लागि कुन माछा हुन्छ स्वादिष्ट खानाको लागि माछा लभरले आफ्नो फेभरेट माछाको नाम लेख्नु होला के डेलिभरी गरिदिने के यार होम डेलिभरी के भन्ला 15 वर्षपछि खाए रे 10-15 वर्षपछि खाएँ मैले माछा कस्तो हुँदो रहेछ त 10-15 वर्ष सुरुमा त नमिठो हुन्छ पछि त मिठो हुन्छ झमझम पार्दै पार्दैन झम्म पर्छ रक्सी खाए जस्तो खाइरहेछ रक्सीले कोभिड आउँछ कि आउन त नि आउँछ हो रक्सी लाग्छ अरे नसा हो त्यस्तै लाग्छ सानामा 5 वर्षमा ऊ माछा खाँदाखेरि काँडा अड्के थियो त्यहाँदेखि खाना छोडी थिए नाखामा माछा अड्केको बेसी सिद्राको माछा रे सिद्रे माछा के अच्छा डल्लो मोटो मोटो हुन्छ सुकाएर बनाएको कस्तो हाँस्छ नि एक्लै कस्तो रहर पुरा भयो कि भएन त रहर त्यस्तै पुरा भयो हामीले फेरि पुरा तिमी र म होइन तलबाट जाल खेलेर आएर हामी माथि गोठमा कति घन्टा कुर्यौँ लगाउन हामी समथिङ 1 घन्टा 1.5 घन्टा जति कुर्यौँ तर यिनीहरूले माछा मारेर आउन सकेन हामीलाई हाम्रो बराबरीमा यिनको 0% भ्यालु पछाडि के भन्नु एकचोटि भन त उहाँ डोडा मुखा पुगेर आयो होला माछा कति धेरै प्लास्टिकमा भर्यो होला नअनेको त पोलेर खाएर भ्याएका दुईटा मारेर सबभन्दा ठुल्ठुला तिमीले मैले पढेर खाएँ होइन 1 घन्टा तर आफूले मारेको एउटा माछा फेरि मन परेन सबै हामीले मारेको माछा लगेन यिनले सेता माछा सबै हामीले मारेका दुईटाले मारेका माछा भरि अन्जुली लगे
यिनले मारेका तिनी गनाउने तिनी यत्र यत्र के पारेका भन्छ बोदाना बोदना साथीहरु बोदाना भोटी भोटी बोदाना गर्नुहुन्छ मोटी मोटी भोटी हैन मोटा मोटा भोटी मोटा मोटा भोटी हामीलाई भोटी मन पर्छ कि बोदाना मन पर्छ कि सेताला मन पर्छ कि गडौला मन पर्छ कि झिंगे माछा मन पर्छ कि बाम मन पर्छ कि के मन पर्छ के मन पर्छ झिंगे माछा त मैले दुईटा मारेको बहिनीले मारेको बाम ए आउनु त नि बाम मार्दिस कोछुल छ बच्चा ल अलि ल अमृत बहिनीले मारेको काचिन काचिन यसरी इनका आमा बा काचिन काचिन बच्चा मजा ल त्यही भन्थिन् गर यति खोजेन धुप धुप त्यही भएर नि हो भेटेन हैन त्यही भएर 1 घण्टा लाएर चाहिँ माछा मात्रै फालिम किन भन्नुस् त किन अब यत्रो मोटो मोटो माछा आउँछ यो त 9 point 7 भो फालिम बहिनीले फालिम भन्छ फेरि अर्को सानो सानो आउँछ यो त सानो छ यो माछा मात्रै फाल्न ठिक हो आज भेनाले एउटा कमेन्ट गर्नु है असल माछा पर भन्नु हो चाठो त्यही डाल भन्नु चाठो पाँचहरू सेतो माछा निकाल्न सानो त्यही यिनी कुरो गर्दाखेरि बुझेनन् के हो मतलब बिगेर बुझेनन् कि एउटा माछा मेरो जालमा आथ्यो हैन सेतलो असल मैले चिनिन मतलब माछा आथ्यो अनि ए नरेश भनेर देखाउनु लाग्थ्यो फतले फुत्किहाल्यो अनि यिनले हाने मैले हाने त्यहाँ अरिपरि हानिम अह भेटेनौँ यिनीखेरि हुन्न भनेर माया मारेर गए मैले फेरि अन्तिमचोटि हान्छु भनेर झ्याम्म हानेर ढुङ्गा हल्लाएको त ठ्याक्कै त्यही माछा परेको के त्यही गममै पोलेर खाइयो गर पोती गर्ने अन्त पछाड्दाखेरि यो त पान छैन पो पान छैन भन्दै राखिन्छ पाउने भयो आगे उता हुनु हत्यार पाउनेर नपाउने के चिन्यो तिमीले फेरि पेट फुलेको अन्डा हुन्छ खाएर फुलिन्छ गर हैन पेट फुलेको अन्डा लाएर के हुन्छ ल है यत्रो हुन्छ तपाईहरुले देखिसक्नु भयो हैन खाली भन्छ होइन सबैले टेस्टी हुन्छ नि दुईटाले ल यत्रो माछा फाल्दिम भन्छ सुन विवेक सुन तपाईहरुले देखिसक्नु भयो हामीले माछा मार्न आएर हत्यार हेनत्यान पापी भन्नुभयो होला हामीले त्यस्ता जो बेउने माछा छन् तिनीहरूलाई चाहिँ हामी छोडिदिन्छौँ हामी कुतिन्छौँ दयालु हामीले हैन माछालाई फेरि हामीले के कोही मारेर छटपटाउँछन् नि हामीले किचिकै पार्दिन्छ टाउको हैन टाउ किचिकी पाइन्छ किचिकै पारेर एकैचोटि छटपटाउनु जान्छ बिचरा पानीबाट बाहिर निकालेपछि यतिकै राख्दिन हामीले माछा कति नरेशले त हैन जालमा किचिक पाइँदैन हैन सुन न विवेक नरेशले हैन पानीमा कति चिसो भयो होला भेन आगोमा हाल्नुहोस् त तातो हुन्छ भनेर यार आगोमा दुईटा माछा हालिहाल्यो यत्रो बोदाना पाउनु छ है फाल्दिमे छैन अनि कति मिनट भयो त 10-11 10 मिनट भयो सर 10 मिनटको अन्तरालमा तपाईँले देखिसक्नु भयो कति अँधेरो भइसक्यो हामी फर्स्टमा भिडियो गर्ने बेलामा कति चाडा माछा त यसलाई आज त हाम्रो भ्लग भन्नुहोस् अब सिधै घरमा गएपछि जान्छ अब हाम्रो भ्लग चाहिँ सिधै घर गएर अमृत बहिनीले मारेको बाम देखाउने मात्रै हुन्छ ल है त त्यसो फेरि भेटौँ ल हस् है आजको भ्लग चाहिँ यति थियो होइन तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु हाम्रो भिडियो हेरिदिनु भएकोमा यस्तै खाले भिडियो लिएर म नियमित उपस्थित हुनेछु भनेर भन्ने त हो के गर्ने यस्तो अवसर जुर्दैन होइन यस्तो राम्रो भिडियो खिच्ने मोबाइल जुर्दैन मेरो सालो केटो होइन नरेश आलेज्यूको यो आइफोनलाई टक्कर दिने मोबाइलबाट आजको भ्लग तपाईँहरूमा प्रस्तुत गरेँ कस्तो लाग्यो कमेन्ट गर्नु होला फेरि भेटौँला माया गर्नु होला सपोर्ट गर्नु होला है भन्दै बिदा हुन चाहन्छु हस् नमस्ते अन्जुजी नमस्ते हजुर अन्जु नमस्ते गर हस् नमस्ते गर्नु